गाएर गाने अब सुनाउनु न तपाईँको कुराहरू के सुनाउनु गफगार बच्चा बेलाको तपाईँको माइती गाउँको मैले गाउँदा अब बिर्सिसक्यो बिर्सिसक्यो के याद छ तपाईँलाई तपाईँको माइती गाउँको सुतेर कोही जाँदा एउटा मान्छे फर्केर आउँदैन त्यो सम्झना बच्चा बेलाको केही पलहरू हाम्रो छोराहरू हेर्दैन माइती गाउँको के कतिजना छोराछोरी छन् साथै तपाईँको छोराहरू तिनवटा छ तिनवटा मध्ये यहाँ एकजना साइनो दाइ होइन साइनो कान्छो छ माइलो छ जेठो मार्यो जेठी बुहारी पनि मार्यो एउटा छोरी पनि मार्यो पहिलो छोरो मात्रै 5 वटा भयो 5 वटा कति वर्ष हुँदाखेरि बच्चा पाउनु भएको थियो सुरुमा यही 17 वर्ष 18 वर्ष बच्चै बेला भागेर आउनुभयो मान्छेले भागाएर ल्याएपछि माइती मुनि हाम्रो दाइले कस्तो भन्ने कि त्यो नतर मलाई मेरो मानेको जुनी भाउ आउँछ नि खेतबारी त्यो कमाएर बस्नु मलाई दिनहुँ कताबाट हान्नु मलाई त त्यो भएर तपाईँको दाइले त्यसलाई मरिसक्यो हजुर चाहिँ छ सानो दाइ छ हजुरको दाजुभाइ चाहिँ कतिजना हुन् 4 वटा थियो 3 त मरिसक्यो दिदी बहिनीहरू दिदीहरू पनि छैन एउटा म एउटा छ अब होइन पहिला कि कतिजना जन्मेको थियो तपाईँको दिदी बहिनी दाजुभाइहरू ठुल्दिदी उसमा बैगुमा आएको थियो पोहोर मार्यो परार मार्यो अरे मैले दिदी पोहोर मार्यो अनि सानलाई एउटा म एउटा छ अब पदाहरू छानी पार्नु भन्ने भेट्न आउँदैन नि कहिले काहीँ सम्झिँदैछ